उहाँहरु त पुरानो भइहाल्नुभयो नि भनेको बालेनहरू कुलमानहरू राजसोपाहरू पुरानो भइसके। अहिले नेपालको राजनीतिमा नयाँ शक्ति भर्सेस पुराना शक्तिहरू बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ। सबै पार्टीहरूले अब आउने निर्वाचनमा आफू नै सबैभन्दा ठुलो पार्टी हुने भनेर दाबी गरिरहेका छन्। पुराना पार्टीहरूमा नेकपा एमाले पनि आफ्नो पार्टी नै यसपालिको निर्वाचनमा सबैभन्दा ठुलो पार्टी हुने भनेर दाबी गरेको छ। उसले जेन्जी आन्दोलनलाई एउटा अराजक तत्त्वद्वारा गरिएको दङ्गा भनेर भनेको छ। यस्तो दङ्गा जसले सरकारी कार्यालयहरू र प्राइभेट सम्पत्तिहरू ध्वस्त पार्यो। एमाले यसरी जेन्जी आन्दोलनलाई व्याख्या गरेको छ। उसले भनेको छ जेन्जी आन्दोलन एउटा विशुद्ध भ्रष्टाचार विरुद्धको आन्दोलन थियो, तर त्यस आन्दोलनलाई हाइज्याक गरेर अन्य संस्थाहरूले, अन्य पार्टीहरूले र अन्य व्यक्तिहरूले गलत मान्छेहरूको प्रयोग गरेर यो घटना घटाएका हुन् भनेर व्याख्या गरेको छ। त्यसैले उसले भनेको छ अब नेपाली जनताहरूले यो षड्यन्त्र बुझिसकेका छन्। त्यसैले यसपालिको निर्वाचनमा नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी हुनेछ र नेपाली जनताको विश्वास एमालेमा रहिराखेको छ। जे गर्नुभयो अब यो भन्दा बढी अगाडि बढ्छु भन्ने ठान्नुभयो भने तपाईहरुका लागि पनि हितकर हुने छैन। त्यस्तै अर्को पार्टी नेकपा माओवादी जुन अहिले अस्तित्वमा छैन, उसले आफ्नो नाम बदलेर नेपाली कम्युनिस्ट पार्टी राखेको छ र चुनाव चिन्ह हस्य हतौडा हटाएर तारा चिन्ह राखेको छ। उसले भनेको छ यसपालि सबैभन्दा ठुलो पार्टी नेपाली कम्युनिस्ट पार्टी हुनेछ। नेपाली कम्युनिस्ट पार्टी टुटे फुटेका धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको एउटा पार्टी हो, तर मुख्य पार्टी भने नेकपा माओवादी नै हो र अहिले पनि नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् र उनले भनिरहेका छन् अब आउने निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी हुनेछ, अर्थात् नेपाली कम्युनिस्ट पार्टी हुनेछ। सागर की तूफान को भी हमने बस में किया है, पहाड़ व चट्टान का पथ मोड़ दिया है। पुराना पार्टीहरू मध्येमा अलिकति सेलाएको पार्टी भने नेपाली कांग्रेस हो। नेपाली कांग्रेसका नेताहरूले खासै यस विषयमा त्यस्तो प्रतिक्रिया दिएको सुनिएको छैन। नेपाली कांग्रेस अहिले आफ्नो सभापति चुन्ने काममा व्यस्त रहेको छ। पार्टीभित्र नै सहमति नभन्दा उनीहरू अहिले पार्टीभित्र नै अल्झिरहेका छन्। उनीहरूले अब आउने निर्वाचनको लागि त्यस्तो कुनै तयारी गरिएको अहिलेसम्म देखिएको छैन। त्यस्तै नयाँ शक्तिहरू मध्येमा सबैभन्दा बढी चर्चामा रहेका तीनवटा पार्टी रहेका छन्। सबैभन्दा बढी चर्चामा रहेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति अहिले जेलमा छन्, जुन हुन् रवि लामिछाने। रवि लामिछानेको क्रेज नेपालमा कस्तो छ भन्ने कुरा हामी सबैलाई थाहा छ। रवि लामिछाने नेपालको भावी प्रधानमन्त्री हुन् भनेर धेरै नेपालीहरूले आशा गरेका छन् र उनीमा भरोसा देखाएका छन्। अब आउने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो पार्टी हुनेमा धेरै नेपालीहरूले विश्वास गरेका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले पनि अब आउने निर्वाचनमा सबैभन्दा ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नै हुनेछ भनेर दाबी गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अहिले 77वटै जिल्लामा क्रियाशील रहेको छ र नेता कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार व्यापक बनाएका छन्। त्यस्तै स्वतन्त्र पार्टीहरू मध्येमा अर्को व्यापक रूपमा प्रचार गरिएको पार्टी भनेको श्रम संस्कृति पार्टी हो, जुन पार्टीका अध्यक्ष रहेका छन् हर्क साम्पाङ। हर्क साम्पाङले पनि पूर्वतर्फ आफ्नो जादु देखाइसकेका छन्। उनले पूर्वतर्फ पुराना शक्तिहरूलाई हराउने निश्चित भइसकेको छ। उनको शक्ति प्रदर्शनले पुराना शक्तिहरू डराइसकेका छन्, तर उनको प्रभाव पूर्वबाट पश्चिमतर्फ चल्न भने समय लाग्न सक्छ। अहिलेको अवस्थामा उनले पूर्वतर्फ आफ्नो प्रभुत्व जमाउन सक्नेछन्। जति जति उनी पश्चिमतर्फ लाग्छन् त्यति त्यति उनलाई भने गाह्रो हुन सक्ने देखिएको छ। हामीलाई यो बिजुलीको खम्बासम्म केही पनि चाहिँदैन, निकालेर लाँदा हुन्छ, तर यो माटो बेच्न पाइँदैन, माटो बेच्न पाइँदैन। र नयाँ शक्तिहरू मध्येमा अर्को पार्टी रहेको छ उज्यालो नेपाल पार्टी, जसको अध्यक्ष पछि गएर कुलमान घिसिङ हुनेछन् भनेर भनिएको छ। तर अहिलेलाई उक्त पार्टीको अध्यक्ष कुलमान घिसिङ होइनन्, तर भविष्यमा यस पार्टीको अध्यक्ष कुलमान घिसिङ हुनेछन् भनेर
भनिएको छ र नेपाली जनताहरूलाई विश्वास दिलाइएको छ। उज्यालो नेपाल पार्टी भर्खरै बनेको पार्टी हो। उसले अब आउने निर्वाचनको लागि तयारी सुरु गरिसकेको छ। अब आउने निर्वाचनमा उज्यालो नेपाल पार्टीले पनि राम्रो प्रभाव पार्नेछ र पुराना शक्तिहरूको सातो काट्नेछ। छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, म बासना हुँ कस्तुरी, सुवास बन्छु सर्वदा। अहिलेको अवस्थामा विशेष गरी पुराना शक्तिहरू पनि मुख्यतः 3वटा रहेका छन् भने नयाँ शक्तिहरू पनि मुख्यतः 3वटा रहेका छन्। यसपालिको लडाईँ 3 भर्सेस 3 हुनेछ। तर वर्षौंदेखि जरा गाडेर बसेका पुराना शक्तिहरूलाई हराउन भने त्यति सजिलो हुने छैन। त्यसैले धेरै नेपाली जनताहरूले भनेका छन् नयाँ शक्तिहरू एक आपसमा मिलेर अगाडि बढ्नुपर्छ। तर अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ नयाँ शक्तिहरू एक आपसमा मिल्न गाह्रो हुनेछ। हर्क साम्पाङ र उनको पार्टीले नयाँ शक्तिहरू विरुद्धमा नै मोर्चा खोलिसकेपछि अब हर्क साम्पाङ र उनको पार्टीसँग अन्य स्वतन्त्र पार्टी मिल्न केही कठिन हुन सक्ने देखिएको छ। उहाँहरू त पुरानो भइहाल्नु भयो नि, पुरानो भइहाल्नु भन्यो। भनेको बालेनहरू कुलमानहरू राजसोपाहरू पुरानो भइसके। नयाँहरू त उहाँहरू नि त हेर्नु न, कहिले नदेखिएको फेस क्या। द्याट इज ब्रान्ड न्यू। हर्क साम्पाङ र उनका समर्थकले खुलियाम रूपमा नै नयाँ शक्तिहरूको विरोध गर्दै आइरहेका छन् र नयाँ शक्तिहरूलाई नै डाउन गर्न खोजिरहेको देखिएको छ। जसले गर्दा अन्य नयाँ शक्तिहरूले भनेका छन् हर्क साम्पाङ र उनका समर्थकले पुराना शक्तिलाई हमला गर्नुको साटो नयाँ शक्तिहरूमाथि नै खनिएका छन्। त्यसैले उनी कतै पुराना शक्तिहरूबाट परिचालित व्यक्ति त होइनन् भनेर शङ्का पनि व्यक्त गरेका छन्। त्यसैले अब आउने निर्वाचनमा नयाँ शक्ति वा पुरानो शक्ति कसले जित हासिल गर्छ यो भन्न सकिने अवस्थामा रहेको छैन। साथीहरू, तपाईको विचारमा अब आउने निर्वाचनमा जित कसको हुनेछ कमेन्ट बक्समा आफ्नो विचार राख्न नभुल्नुहोला। यति भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।